आजको भिडियो एकदम खतरनाक हुनेछ गाइज। सो अन्तिमसम्म हेर्नु होला, किनभने आजको भिडियो चाहिँ मैले च्यालेन्जिङ भिडियो लिएर आएको छु। मलाई घरकोले च्यालेन्ज दिनुभएको छ कि 2 घण्टामा तपाईँ पुरै सेउला काटेर तुरा भन्नुभएको छ। सेउला पनि धेरै छ काट्नलाई हैन। सो आफ्नो सब्सक्राइबरहरूको लागि म यति त गर्न सकिन हाल्छु भनेर म पनि 2 घण्टा कि 1 घण्टामै तुराइदिन्छु भनेर आगो काट्नलाई। सो म चाहिँ सेउला काट्न स्टार्ट गरेँ। सो खाना पनि केही छैन ल्याएको, मैले खाना पानी खेएको छैन बिहानदेखि। सो म चाहिँ बिहानदेखि 12 बजेसम्म काट्नुपर्ने हुन्छ। सो म चाहिँ कसाले काट्छु र तुराउँछु कि तुराउँदिनँ अन्तिमसम्म हेर्नु होला। सो अन्तिममा थाहा हुनेछ गाइज। यो भिडियो चाहिँ धेरै लामो हुनु कारणले गर्दा म चाहिँ थोरै स्पिड बढाइदिएको छु हैन। सो हेर्न सक्नुहुन्छ म चाहिँ थोरै स्पिड बढाइदिएको छु, तर काम चाहिँ भन्ने त्यही हो। सो भिडियो चाहिँ लामो हुन्छ त्यही कारणले स्पिड बढाइदिएको छु। सो अन्तिमसम्म भिडियो हेर्नु होला र भिडियो मन परेमा लाइक कमेन्ट अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज। सो हेर्दै गर्नु होला अन्तिमसम्म रिजल्टमा कस्तो आउँछ। सो फाइनली मैले चाहिँ आधी घाडी काटिसकेँ, अब थोरै नै बाँकी बसेको छ हैन। सो मैले चाहिँ हेर्न सक्नुहुन्छ यति धेरै चाहिँ मैले पुरै काटिदिएर यहाँ चाहिँ पुरा खतरा बनाइदिइसकेको छु हैन। अघि चाहिँ पुरै घाडी थियो, अहिले चाहिँ पुरा यति पुरै चिल्लो बनाइदिइसक्यो। अब थोरै नै बाँकी छ। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला गाइज। सो त्यो थोरै पनि पुरै काटेर तुराउने छु, 2 घण्टाभित्रमा मलाई तुराउनु पर्ने हुन्छ। सो म चाहिँ अब काट्नलाई रेडी भइसकेँ गाइज। सो भिडियो चाहिँ हेर्दै गर्नु होला है त। मैले चाहिँ जति मेहनत गरेर भिडियो बनाए पनि मेरो भिडियो चाहिँ कसैले हेर्दैन, अब कसैले हेर्छ हैन। सो जसले पनि हेर्नुहुन्छ उनीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन। सो हजुरहरूले जसले पनि हेर्नुहुन्छ नि उनीहरू चाहिँ सक्दो सेयर गरिदिनु होला मेरो भिडियोलाई। अनि सो गाइज च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सब्सक्राइब गरेको छैन भने सब्सक्राइब चाहिँ गरेर राख्नु होला गाइज, किनकि हजुरहरूको 1 सब्सक्राइबले मलाई पनि मोटिभेसन मिल्नेछ यस्तै भिडियो बनाउनु, मलाई पनि जाँगर चल्नेछ गाइज। सो हजुरहरूले सब्सक्राइब चाहिँ जरुर गरिदिनु होला है त। सो फाइनल गाइज मैले चाहिँ 1 घण्टामा सेउला यति धेरै काटिसकेँ। म चाहिँ 10 बजे आएको थियो अनि 1 घण्टामा मैले यति सेउला काटेँ। 2 घण्टाको च्यालेन्ज थियो तर 1 घण्टामै तुराउनु लागिसक्यो। बस अब आधा घण्टा पनि लाग्दैन सेउला काट्नलाई। सो यो पनि कम्प्लिट गर्नेछु हैन। सो म चाहिँ भोक पनि एकदम खतरनाक लागेको छ, खानाहरू चाहिँ केही ल्याएको छैन। अब केवल खाली पेट च्यालेन्ज दिएको छु हैन। तर च्यालेन्ज चाहिँ कम्प्लिट गरेर घर जानेछु, घरमा गएर खतरा तरिकाले खाना खानेछु गाइज। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र च्यालेन्ज कम्प्लिट गरेर मात्रै जानेछु गाइज। सो फाइनली गाइज आजको च्यालेन्ज चाहिँ कम्प्लिट भइसक्यो। सो हेर्न सक्नुहुन्छ च्यालेन्ज चाहिँ मैले कम्प्लिट गरिदिएँ। यति नै थियो काट्न पर्ने, यो चाहिँ थोरै छ, ऊ चाहिँ अरूको जग्गामा पर्छ त्यो थोरै सेउला चाहिँ हैन। मैले चाहिँ आफ्नो जति चाहिँ पुरै काटेर कम्प्लिट गरिदियो। सो टाइम पनि अहिले 11:30 भइसक्यो हैन। सो मैले चाहिँ सेउला पुरै काटिदिइसकेँ हेर्न सक्नुहुन्छ। पहिला चाहिँ यस्तो थियो भने अनि अहिले चाहिँ मैले पुरै काटेर यस्तो बनाइदिएँ गाइज। मेरो कटिङ चाहिँ सो कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला र भिडियो चाहिँ मन परेको भए लाइक कमेन्ट अनि च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने नि च्यानललाई सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। यस्तै भिडियो हेर्नु मन छ भने सब्सक्राइब गरेर चाहिँ राख्नु होला, किनभने हजुरहरूको 1 सब्सक्राइबले मलाई मोटिभेसन मिल्नेछ, मलाई पनि भिडियो बनाउन अझै पनि जाँगर चल्ने छैन। यस्तै भिडियो बनाउने छु, एकदम खतरनाक च्यालेन्ज भिडियोहरू। अझै सिम्पल च्यालेन्ज थियो, योभन्दा खतरनाक च्यालेन्ज भिडियोहरू बनाउने छु हैन। सो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला, खतरा भिडियो फेरि पनि आउनेछ गाइज। सो म चाहिँ अब भोक पनि लागिरहेछ, म चाहिँ जान्छु यहाँबाट सिधा घर, किनभने बिहानदेखि मैले केही खाएको छैन, खानाहरू केही खाएको छैन नि मैले बिहानदेखि, त्यसैले म चाहिँ अब घर जानेछु। अनि सो मैले चाहिँ च्यालेन्जमा अब केही त खाएन तर पनि मैले चाहिँ अङ्गुरी खाएर यो च्यालेन्ज कम्प्लिट गरेको छु। अङ्गुरीको भएर मैले पुरै सेउला काटेर तुराइदिएको छु हैन। सो यो अङ्गुरी चाहिँ एकदम खतरनाक हो कि, मेरो फेभरेट हो अङ्गुरी चाहिँ भनेपछि हैन। अनि अङ्गुरी खाएर मैले चाहिँ च्यालेन्ज कम्प्लिट गरिसकेँ हेर्न सक्नुहुन्छ। अङ्गुरी मैले खायो। सो एउटा मात्रै अङ्गुरी खाएर च्यालेन्ज कम्प्लिट गर्छ, अरू केही खाएको छैन। सो सिधा अब घरमा गएर खाना खानेछु, पानी के हुन्छ अब सब घरमा गएर खानेछु हैन। सो म चाहिँ अब जान्छु सिधा यहाँबाट घर। सो गाइज यो सेउला पनि पहिला नि मैले नि काटेको, सेउला चाहिँ पुरै सुकिसकेको छ हेर्न सक्नुहुन्छ। यो चाहिँ पहिला नि काटेको च्यालेन्ज भिडियो थिएन, त्यही कारण मैले यसको भिडियो बनाएन, च्यालेन्ज थिएन नि त्यही कारण मैले भिडियो बनाएन। सो म चाहिँ अब जान्छु सिधा घर, भोक पनि खतरा लागिरहेछ गाइज। भिडियो मन पऱ्यो भने लाइक गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र एउटा प्यारा सा कमेन्ट पनि गरिदिनु होला गाइज। सो मिल्नेछु नेक्स्ट भिडियोमा। बाई बाई, जय नेपाल गाइज, लभ यु अल। सो बाई बाई, जय नेपाल।